4 नम्बर वडा से धनबहादुर राईले चाहिँ पदयात्रा सुरु बनाउनु भएको रहेछ 100 मिटर जस्तो लामो हामी ट्राई गर्दैछु लेट्स सी कस्तो हुन्छ हेरौँ अब मलाई पनि हेर्नु यहाँ छ है यहाँ जाँदै गएको अवस्था लगभग यहाँ चाहिँ अहिले साँझको 5 बजेर 6 बज्नु आँटेको अवस्था छ है कति टाइम भएछ यो चाहिँ हाम्रो अब केही छिनमा पदयात्रा सुरु यो बाटो देख्दै गरेको बाटो चाहिँ पदयात्रा अरे कति राम्रो ग्रिन उहाँहरू पनि हिँड्दै जान्छ पदयात्रामा पैदल यात्रा पदयात्रा मिन्स पैदल यहाँ चाहिँ अब यो बाटो चाहिँ टाढो गाडी दुर्गे हिँड्दैछु म होइन खै त औ कालो रहेछ लास्ट ओ खेल्दै बस्छ तिम्रो चाहिँ के भयो अवस्था यार आउनु तपाईँ यार एक्सिडेन्ट नथायो 4 नम्बर रहेछ के खानुपर्छ दाइ जहाँ खानु भयो ल यहाँदेखि जाँदै गरेको अवस्था पैदल यात्रा हिँड्दै गरेको अवस्था छ है म पनि यहाँ छु होइन म यहाँलाई तर मुटुको ढुकढुक यो चाहिँ खतरा पैदल यात्रा रहेछ होइन यहाँ दाइको कुरा सुन्नुहोस् दाइ साह्रो परेको अवस्था हो दाइ साह्रो परेको अवस्था माई गड यहाँ दाइ ल्याउँछु कि यो हो नि त तरिका चाहिँ स्वच्छ अर्ग्यानिक हावा खाँदै एक्सर्साइज गरेको अवस्था पारी देखेको विजयपुर तल देखेको 4 नम्बर ढुङ्गे पार्क फेरि हाम्रो चाहिँ ओह्रालोको यात्रा चालु भयो सुरु भयो ओह्रालो आउँदै गरेको अवस्था अरे यहाँ चाहिँ यस्तो गरेर ओह्रालो होइन अघि हामीले उकालोको बात प्रयोग गऱ्यौँ भने अहिले ओह्रालो जाँदै गरेको अवस्था यस्तो कालो पर चाहिँ विजयपुर डाँडा ओहो विजयपुर डाँडा है यो